जब हस्पिटलबाट नसक्ने, जब कतिपय धामी झाँक्रीकोमा उपचार गरेर नसक्ने हैन, जब बिमारी भएर 7 महिना 8 महिना थल बसालेको हिँड्नु नसक्नेहरू मात्रै आउनुहुन्छ। भनेपछि सबै सम्पत्ति सकेर सबैलाई विश्वास गर्दाखेरि अविश्वासी भइसकेपछि अब चाहिँ केही हुँदैन नहुने रहेछ भन्ने मान्छे बल्ल तपाईसँग आएर ठिक भएर जान्छन्। हजुर छ, तिनीहरू आफै आएर बोल्नुहुन्छ है। मैले भिडियो बनाएर राखेको पनि छ हैन। यो हात यहाँदेखि यस्तो सबै कुहेर, योहरू सबै घाउ भएर, खुट्टाहरू सबै घाउ हुने हैन, चिलाएर सबै शरीर पाक्नेहरू सबै छ। उहाँहरू आएर बोल्नुहुन्छ। यो धेरैजनाले त भन्ने गर्छन् कि यो जडीबुटी पनि चाहिँ हामीलाई चाहिँ देउताले चाहिँ यस्तो यस्तो मिसाएर दिए अनि मात्र निको हुन्छ भन्छन् र अनि त्यही अनुसार बनाएर चाहिँ औषधि जडीबुटी पनि बनाएर दिन्छौँ भन्छन् नि। तपाईँहरू त्यसै गर्नुहुन्छ कि? यहाँ त सुन्नु के भन्छ भने हामीले दबाई चिनाउँछौँ। अब अहिले त्यो नजाने मान्छेहरू यस्तो जङ्गल जानु कुन हो, न झार हो न यो बोर्ड के हो होइन, केही पनि चिन्दैन। अब यो मैले रोपेर राखेको छ, अरूले थाहा छ त छैन। यो के को दबाई हो तपाईँले भन्न सक्नुहुन्छ? अब यो के को दबाई हो थाहा छैन। किनभनेदेखि हामी दबाई खोज्नु जाँदाखेरि अब हामी सिधै जान्छ, हाम्रो हात लान्छ कि ठ्याक हाम्रो हात ट्याक लान्छ। त्यो आफ्नो हात जहाँ जहाँ पुग्छ त्यही टिपेर हामीले लिएर उहाँलाई दबाई गर्नु, त्यो ट्याक्कै निको हुन्छ। भनेपछि चिनाउनु हुन्छ। औषधि जडीबुटी टिप्न जाँदा पनि जुन टिप्नुहुन्छ त्यो भगवानले नै हराएको हुन्छ अनि मात्र टिप्नुहुन्छ हैन त? हो, मैले त्यसै गरी ल्याउँछ। अरूले चाहिँ थाहा पाएन, मैले चाहिँ अब यस्तै दबाईहरू किन्न जाँदाखेरि हैन त्यसै गरेर देखाउनुहुन्छ, यो दबाई यस्तो गर्नुपर्छ, यो गर्नुपर्छ भन्नुहुन्छ हैन। जब यो हात खुट्टा लङ्गडा हुनेलाई कि यस्तो हुनेलाई। अब तपाईँकोमा खालि एउटा रोग लाग्ने अथवा समस्या भएर आएको बिरामीले मात्र आउनु पर्यो तपाईँसँग आइपुग्दा कि कसैलाई चाहिँ देउता उत्रिनेवाला छन् भने पनि उनीहरूलाई पनि देउता उतार्नुहुन्छ? मैले के बिमारीको उपचार गर्छु भने काम्ने, छोप्ने, बौलाउने हैन, अब त्यस्तो अब देउता कुनै अब वीरमसन लागेर पनि हुन्छ हैन, कुनै अब त्यो आत्माहरू पेसेको मान्छे पनि हुन्छ। अब आत्मा पेसेको हो भने निकालेर त्यसलाई अब जिउबाट निकालेर खेदाउनु पर्यो। अब देवी देवता हो भने उतारेर उहाँलाई हामी जस्तै बनाउनु पर्यो। मेरो लगभग 240-50 जना जति छ चेला चेली।